नमस्ते सबैजनालाई। आज चाहिँ धेरै टाइमपछि केही इन्फर्मेटिभ भिडियो बनाएको छु। आशा छ हजुरहरूलाई युजफुल हुनेछ। आजभोलि चाहिँ कति धेरै विद्यार्थीहरू प्लस टू पछि विदेश हिँड्ने गर्छ, त्यसमाथि त जापान त झनै धेरै होइन। त्यही भएर जापान जाने विद्यार्थीलाई स्पेसली यो भिडियो बनाएको छु र कन्सल्टेन्सीहरूलाई पनि युजफुल हुनेछ भन्ने आशा गर्दछु। र पढाइको दौरान पढिराख्दाखेरि ल्याङ्ग्वेजहरू सिकिराख्दाखेरि धेरै अगाडिदेखि नै ब्याङ्क अकाउन्टहरू खोल्ने, कहाँबाट खोल्ने, कसरी पठाउने, स्विफ्ट कहाँबाट पठाउने भन्ने कुराहरूको जानकारी या भनौँ केही कुरा थाहा नभएको कुराहरू हजुरहरूको मनमा पनि छ होला। सो आई हेभ मेड दिस भिडियो फर यु अल। र मैले चाहिँ अहिले चाहिँ एनएबी ब्याङ्कबाट चाहिँ नयाँ प्रोडक्ट आएको छ डिजी सेभिङ अकाउन्ट भनेर। सो आई वुड लाइक टु प्रिफर द्याट नजिकको एनएबी ब्याङ्कमा गएर चाहिँ इजिली तपाईँले ब्याङ्क अकाउन्ट खोल्न सक्नुहुन्छ, डिजी सेभिङ अकाउन्ट भनेर चाहिँ। त्यसको लागि चाहिँ आफ्नै घरमै बसेर सबै इन्फर्मेसन भरेर चाहिँ हजुरले ब्याङ्क भिजिट गर्नुभयो भने चाहिँ इजिली ब्याङ्क अकाउन्ट खोलेर चाहिँ मजाले पैसा पठाउन सक्नुहुनेछ। र त्यसको लागि चाहिँ कसरी गर्ने भन्ने तरिका चाहिँ सिकाउन गइरहेको छु। फर द्याट फर्स्ट अफ अल चाहिँ गुगल क्रोममा गएर चाहिँ digi.nmb.com.np भनेर टाइप गर्नु होला र टाइप गर्ने बित्तिकै यो होम पेज खुल्छ। यसरी एनएमबी ब्याङ्कको होम पेज र यसरी चाहिँ यो होम पेजमा चाहिँ ओपन एनएमबी ब्याङ्क अकाउन्ट भनेर लेखेको हुन्छ। फर्स्टमा चाहिँ यसमा क्लिक गर्ने। फर्स्टमा चाहिँ तपाईँहरूले साइन अप गर्नुपर्ने हुन्छ। यदि ल्यापटप या पिसीबाट युज गर्दै हुनुहुन्छ भने चाहिँ साइन अप भन्ने अप्सन हुन्छ र मोबाइलबाट गर्दै हुनुहुन्छ भने यता ड्रप डाउन लिस्टमा चाहिँ साइन अप भन्ने अप्सन आउँछ। यसरी ड्रप डाउन लिस्टमा यसरी साइन अप भन्ने अप्सन आइसकेपछि चाहिँ यो साइन अपमा क्लिक गरेर चाहिँ यस्तो डिटेल्सहरू आउँछ। लाइक इन्टर मोबाइल नम्बर, यु क्यान सी ओभर हियर, इन्टर मोबाइल नम्बर, इमेल एड्रेस र अकाउन्ट नम्बरमा चाहिँ लेख्नु पर्दैन र आफूले चाहिँ कुन पिनबाट चाहिँ रजिस्टर गर्ने हो त्यो पिन चाहिँ इन्टर गरेर चाहिँ फर्स्टमा रजिस्टर गरिदिनु होला। यसरी चाहिँ आफ्नो मोबाइल नम्बर, इमेल एड्रेस र नाम लेखिसकेपछि चाहिँ पिन चाहिँ 6 डिजिटको पिन हालिदिनु होला र रजिस्टर विथ अस गरिदिनु। र रजिस्टर भइसकेपछि ओपन ब्याङ्क अकाउन्ट गर्ने हो हामीले। र सबै डिटेल गर्नु रजिस्टर गरिसक्नु भएपछि यो ओपन ब्याङ्क अकाउन्ट भन्ने अप्सन छ। यो ओपन ब्याङ्क अकाउन्ट अप्सनमा चाहिँ गएर चाहिँ तपाईँले चाहिँ आफ्नो डिटेल्सहरू हाल्नु होला। जस्तै कि आफ्नो नाम, ठेगाना, नागरिकता अनुसार बस्नुहुने नगरपालिका, वडा नम्बर र प्रेजेन्ट एड्रेसको पनि वडा नम्बर, स्ट्रिट नेम, टोल, म्युनिसिपालिटी र एनआइडी कार्डहरू नम्बर, सिटिजनसिप नम्बरहरू र स्टुडेन्टहरू हुनुहुन्छ भने चाहिँ अकुपेसनमा चाहिँ स्टुडेन्ट चुज गर्नु होला। र नेक्स्ट पेज गर्दै लानु। सिटिजनसिपहरू पनि अपलोड गर्नु, फोटो पनि अपलोड गर्नु र लास्टमा चाहिँ सबै डिटेल्सहरू भरिसक्नु भइसकेपछि चाहिँ ओपन ब्याङ्क अकाउन्ट बाई भिजिटिङ अ ब्रान्च भनेर चाहिँ सेलेक्ट गरिदिनु होला। र अकाउन्ट खोल्दाखेरि चाहिँ डिजी सेभिङ अकाउन्ट चुज गरिदिनु होला। र अर्को एउटा अप्सन पनि आउँछ, कसरी चाहिँ अकाउन्ट खोल्ने भन्ने एउटा अप्सन आउँछ। त्यो अप्सनमा चाहिँ भिजिट बाई पर्सन इन ब्रान्च भन्ने अप्सन आउँछ आई थिङ्क। र त्यो सेलेक्ट गरिसकेपछि चाहिँ सबै गरिसकेपछि चाहिँ लास्टमा चाहिँ सबमिट गर्ने अप्सन आउँछ। र सबमिट गर्नु भइसकेपछि चाहिँ एउटा नम्बर चाहिँ डिस्प्ले हुन्छ होइन। त्यो नम्बर डिस्प्ले भइसकेपछि चाहिँ त्यो नम्बर चाहिँ स्क्रिनसट लिएर या कतै टिपेर या मेमोराइज गरेर चाहिँ हजुरहरूले एनएमबी ब्याङ्कको जुनसुकै ब्रान्च त होइन, कुन चाहिँ ब्रान्च तपाईँलाई नजिक पर्छ त्यो ब्रान्च सेलेक्ट गरिदिनु होला र त्यही ब्रान्चमा गएर चाहिँ अकाउन्ट चाहिँ खोल्न जानु होला। र हजुरहरू ब्रान्च भिजिट गर्दाखेरि चाहिँ एउटा फोटो, नागरिकता, ओरिजिनल नागरिकता र एनआइडी कार्ड चाहिँ लिएर जानु होला। एनआइडी कार्ड आएको छैन भने चाहिँ त्यो आवेदन फारममा भएको एनआइडी नम्बर हुन्छ त्यो लिएर जानु होला। सो त्यस्तो गरिसकेपछि चाहिँ तपाईँले इजिली ब्याङ्क अकाउन्ट खोल्न सक्नुहुन्छ र के पनि गर्नु पर्दैन। नो फर्म फिलअप्स, जस्ट सिग्नेचर र थम्ब प्रिन्ट मात्र गरे पुग्छ र फोटो एउटा लिएर जानु होला। एन्ड सो द्याट यु क्यान इजिली ओपन द ब्याङ्क अकाउन्ट एन्ड टु डु द स्विफ्ट ट्रान्जेक्सन टु गो अब्रोड। विदेश जानलाई चाहिँ इजिली यसरी खाता खोलेर चाहिँ
मजाले चाहिँ तपाईँहरूले पैसा चाहिँ पठाउन सक्नुहुन्छ। यदि मेरो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक सेयर र कमेन्ट गरिदिनु होला र यस्तै इन्फर्मेटिभ भिडियोजहरू अझै पनि हेर्नु मन छ भने चाहिँ मेरो युट्युब च्यानलमा पनि गएर हेर्न सक्नुहुन्छ एन्ड you can also subscribe my YouTube channel as well र भिडियो राम्रो लाग्यो भने चाहिँ जति पनि र यसरी नियरेस्ट ब्रान्चमा गएर हजुरलाई जहाँ नजिक पर्छ त्यहाँ गएर चाहिँ एनएबी ब्याङ्कको अकाउन्ट खोलिदिनु होला एन्ड डोन्ट फर्गेट टु फलो मी एन्ड लाइक माई भिडियोज एन्ड कमेन्ट अल्सो। Thank you so much for watching my videos. Have a nice day.